हेलो सबैजनालाई। अनि आज पनि फेरि अलिकति त्यहाँनिर नयाँ लिएर आएको छु है तपाईँको अगाडि। के त्यहाँनिर यस्तो हामीले अब कार्टुनहरू चाहिँ त्यहाँनिर कार्टुनहरू है, कार्टुन गद्दाहरू योहरू त्यहाँनिर वेस्ट सम्झेर फ्याँक्छौँ। अनि यसकै त्यहाँनिर हरेक कुराहरू, काम लाग्ने कुराहरू, घरमा राख्ने कुराहरू बनाउन सकिन्छ है। अनि मैले चाहिँ आज त्यही गरिरहेको छु कि त्यहाँनिर अलरेडी मैले त्यहाँनिर फोटोको लागि फ्रेम बनाइसकेको छु कार्टुनको हो। अनि यसमा चाहिँ सिर्फ त्यहाँनिर बुकसपबाट 20 रुपियाँ गोटाको पेपर ल्याएँ होइन। पेपर ल्याएँ 20 रुपियाँ गोटाको, त्यो पेपर लगाइदिएँ। त्यहाँदेखिको साइडमा त्यो जे पनि अब बिटहरू हुन्छ त्यो लगाइदिएँ। अनि मैले फोटो पनि निकालेर रेडी पारिरहेको छु यसमा होइन। अब त्यसमा टाँस्नु मात्रै छ मैले फोटो हो, फोटो लाउनु मात्रै छ यसमा। त्यहाँनिर मेरो फोटो फ्रेम, फोटोको सबै रेडी भइहाल्यो। अन्त यो चाहिँ त्यहाँनिर खालि त्यहाँनिर मैले अब अहिले चाहिँ टाँस्दैछु यसमा त्यहाँनिर फोटो होइन। फोटो चाहिँ त्यहाँनिर मैले पछाडि त्यो डबल ट्याप लिएर डबल टेप पनि त्यो सेतो खालको चाहिँ होइन, किनभने त्यो यो चाहिँ त्यहाँनिर वाइट खालको त्यो डबल टेप चाहिँ के अरे पानी कलरको यसमा चाहिँ त्यहाँनिर यस्तो प्रकारले टाँसेर हो, बादमा पनि निकाल्न सक्छु नि त म। यस्तो प्रकारले त्यहाँनिर गर्दाखेरि चाहिँ त्यहाँनिर मेरो त्यहाँनिर 50 रुपियाँको उसमा चाहिँ लगभग खर्चमा चाहिँ सबै भइहाल्यो। 50 रुपियाँको लगभग अब खर्च गर्दाखेरि है, आफूले इन्भेस्ट गर्दाखेरि योहरू सबै कुरो भइहाल्यो होइन, भइहाल्यो। अन्त यस्तो प्रकारले चाहिँ अब घर बनाउन सकिन्छ नि त आफूले है। घरमा त्यहाँनिर कि त्यहाँनिर अब काम नलाग्ने सामानहरूलाई पनि युज गर्नु खालको बनाउन सकिन्छ आफूले होइन। पछाडि त्यो उयस पनि लगाएको छु मैले, झुन्डाउने पनि। अनि यस्तो प्रकारले चाहिँ राखेँ मेरो रुममा हो, बनाएर चाहिँ यस्तो प्रकारले राखेँ। अनि तपाईँहरूलाई यदि त्यहाँनिर मन पऱ्यो भने लाइक पनि गरिदिनुहोस् अनि सेयर पनि गरिदिनुहोस् है। भिडियो यो मेरो त्यहाँनिर सानो भिडियो चाहिँ है, लाइक पनि गरिदिनुहोस्, सेयर पनि गरिदिनुहोस्। अनि कमेन्ट गरेर कतिवटा कुरा सायद मिस्टेक भएको छ नि भनिदिनु।